हेलो अनि नमस्ते, वेलकम टु माई न्यू एनदर मिनी ब्लग। सो आज पनि म फेरि भिडियो बनाउँदैछु। र बिहान चाहिँ हतार हतार मेरो काम सकेर खानासाना बनाइसकेर चाहिँ मलाई चाहिँ फुल रोप्नु थियो नि त। सिजन थस र सिनेरिया थियो, यत्रो यत्रो म चाहिँ त्यही रोपेँ। अन्त यहाँ चाहिँ कम्ती मलमै पट आधी आधी भरेर एकैचोटि लाउँदाखेरि भोलि पर्सि भक्कु हुन्छ भनेर चाहिँ त्यस पछाडि म हातखुट्टा धोएर सिधै गएँ खाना खानु। खानासाना खाएर चाहिँ म रेडी हुनुको लागि आएँ। म चाहिँ यत्तिकै ट्रान्जेक्सन भिडियो यसरी बनाउँछ नि भन्थेँ, मलाई बनाउनु त आउँदैन। त्यत्तिकै भिडियो गरेँ, त्यस पछाडि रेडी भएँ। रेडी हुनु त मलाई कति पनि टाइम लाग्दैन, 5 मिनटमा म रेडी भइसक्छु। लिपस्टिक, क्रिम, टिका लाउँछु, बस त्यति नै हो। अनि सबैभन्दा टेन्सन भनेको चाहिँ यो केस हो। जहिलेको तहिले के गर्नु हुन्छ। स्ट्रेट हुनेहरूले त यत्तिकै छोडेर हिँडिहाल्छ, अब म जस्तोलाई चाहिँ साह्रो पर्छ। म जस्तोलाई भन्दा पनि प्रायःलाई नै केसको चाहिँ अब यताउता हिँड्दा के गर्दा पुरा टेन्सन हुन्छ। अन्त रेडी भइसकेँ। अनि चाहिँ म अहिले विन्टर लागेको छ, तपाईँहरूलाई थाहा छ होइन। अनि म चाहिँ आजकल स्कुल चाहिँ जुत्ता लगाएर जाँदैछु नि त। मलाई फर्स्टको दिन चाहिँ कस्तो सरम लाग्यो कि जुत्ता लगाएर जानु। अन्त अहिले चाहिँ मलाई बानी भइसक्यो, सरम लाग्दैन जुत्ता लगाएर जानुको लागि चाहिँ। अनि चाहिँ गएँ भन्ज्याङ, रेडीसेडी भएर बेगसेक बोकेर भन्ज्याङ पुगेर चाहिँ म रिँदैन आइन चाहिँ गाडी रुँगिरहेको थियो। ठिक्कै गाडी पनि आयो, अनि गाडीमा चढेर गयौँ स्कुल पुगेर चाहिँ मैले भिडियोहरू बनाइबसिनँ। इक्जाम हुँदैछ, इक्जाम सक्यो, त्यस पछाडि डाइरेक्ट हामी प्र्याक्टिसमा गयौँ। अन्त यही हो प्र्याक्टिस। थ्याङ्क यू फर वाचिङ।